म नेपाली एफएम निमित दिएको। अब सुन्नुहोस् आजको मुख्य समाचार। पहिलो समाचारमा कर्णाली प्रदेश सरकारले सङ्घीय सरकारसँगको सहकार्यमा 20 मेगावाट जलविद्युत आयोजना आफैले निर्माण गर्ने भएको छ। यसैगरी वर्षासँगै तराईमा तातो लहर चलेको छ र 14 जिल्लामा सतर्कता अपनाउन आग्रह गरिएको छ। त्यसैगरी उखु कृषकलाई 20 करोडभन्दा बढी अनुदान सिफारिस गरिएको छ। यता 166 मेगावाटको सुपर तमोर जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन भएको छ। त्यसैगरी पिपुल्स इनर्जीले 66 करोड रुपैयाँ बराबरको साधारण शेयर आइपिओ लाउने भएको छ। राजनीतिक समाचारमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा औपचारिक रूपमा विभाजित भएको छ। यता सगरमाथा आरोही प्रीति अग्रवाललाई सम्मान गरिएको छ। त्रिभुवन विश्वविद्यालयका विदा लिएर नफर्केका प्राध्यापकबाट 10 करोड 46 लाख रुपैयाँ फिर्ता भएको छ। साथै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समृद्धिको ढोका खोल्न भारत आएको बताएका छन्। अन्तमा परराष्ट्र मन्त्री शिशिर खनाल आज भारत जानुहुँदैछ। विस्तृत समाचारको लागि जानुहोस् nilo nepal.com।